तपाईहरुले यो भिडियो क्लिक गर्नुभयो भनेपछि तपाईहरुलाई डिजिटल मार्केटिङ सिक्न मन छ। इफ इट इज देन यु आर इन द राइट प्लेस। सो यो भिडियोमा चाहिँ मैले के कुराहरु डिस्कस गरेको छु म तपाईहरुलाई सरर भनिदिन्छु है त। सबैभन्दा सुरुमा चाहिँ मैले हाउ डु वी गेट स्टार्टेड इन डिजिटल मार्केटिङ। सो तपाईहरु डिजिटल मार्केटिङ कसरी सुरु गर्न सक्नुहुन्छ भन्ने कुराहरुमा डिस्कस गरेको छु। त्यसपछि चाहिँ यो कोर्स कसको लागि हो अथवा यो भिडियो कसको लागि हो भन्ने कुरामा मैले डिस्कस गरेको छु। नेक्स्ट भनेको चाहिँ इन्ट्रोडक्सन टु डिजिटल मार्केटिङ, जहाँ चाहिँ मैले डिजिटल मार्केटिङ भनेको के हो भन्ने कुरामा चाहिँ डिस्कस गरेको छु। नेक्स्ट भनेको चाहिँ व्हाई डिजिटल मार्केटिङ, डिजिटल मार्केटिङ किन गर्ने त्यो कुरामा चाहिँ मैले डिस्कस गरेको छु। नेक्स्ट भनेको चाहिँ अफलाइन भर्सेस अनलाइन डिजिटल मार्केटिङ, अफलाइन डिजिटल मार्केटिङ भनेको के हो र अनलाइन डिजिटल मार्केटिङ भनेको के हो, यो कुराहरुमा पनि मैले एकदमै डिस्कस गरेको छु। नेक्स्ट भनेको सोशल मिडिया स्ट्याटिस्टिक्स इन नेपाल 2024, नेपालको कन्टेक्स्टमा 2024 मा सोशल मिडिया युजर्सहरु चाहिँ कति छन् भन्ने कुराहरु पनि मैले यसमा राखेको छु। नेक्स्ट भनेको डोमेन्स अफ डिजिटल मार्केटिङ, देयर आर सो मेनी डोमेन्स अफ डिजिटल मार्केटिङ, त्यो सबै कुराहरुलाई मैले एक्सप्लेन सँगसँगै देखाएको पनि छु है त। नेक्स्ट भनेको चाहिँ आखिर के हो त नि टी सेप डिजिटल मार्केटर भनेको, टी सेप डिजिटल मार्केटिङको बारेमा पनि मैले एक्सप्लेन गरेको छु। नेक्स्ट भनेको जेनरल एक्जिक्युसन प्रोसेस अफ डिजिटल मार्केटिङ। नेक्स्ट भनेको लर्निङ डिजिटल मार्केटिङ, जहाँ चाहिँ मैले तपाईहरुलाई फ्री रिसोर्सेसहरु युज गरेर कसरी डिजिटल मार्केटिङ सिकिन्छ भनेर सिकाएको छु। नेक्स्ट भनेको चाहिँ आफ्नो लर्निङ्सलाई इम्प्लिमेन्टेसनमा कसरी उतार्ने र इम्प्लिमेन्टेसन के कतिको इम्पोर्टेन्ट हुन्छ डिजिटल मार्केटिङ फिल्डमा भन्ने कुराहरु पनि मैले तपाईहरुलाई सिकाएको छु। नेक्स्ट भनेको चाहिँ तपाईहरुले सिकिसकेपछि तपाईहरु एज अ डिजिटल मार्केटर के काम गर्ने, कसरी काम गर्ने, सबै कुराहरु मैले यसमा भनेको छु। त्यसपछि गएर डिजिटल मार्केटिङ फिल्डमा चाहिँ को आउन सक्नुहुन्छ त्यो कुराहरु पनि मैले यसमा डिस्कस गरेको छु। नेक्स्ट भनेको चाहिँ धेरै जना स्टुडेन्ट्सहरु धेरै जनाले चाहिँ डिजिटल मार्केटिङ सिक्नुहुन्छ, सिक्न खोज्नुहुन्छ तर बिचमा छोड्नुहुन्छ। सो च्यालेन्जेसहरु के रहेछ त्यो कुराहरु पनि मैले डिस्कस गरेको छु। नेक्स्ट भनेको कमन जब्स इन डिजिटल मार्केटिङ, तपाईले डिजिटल मार्केटिङ सिकिसकेपछि तपाईहरुले बजारमा अथवा मार्केटमा कस्तो जब्सहरु चाहिँ गर्न सक्नुहुन्छ त्यो कुराहरु पनि मैले भनेको छु। लास्ट भनेको चाहिँ म एज अ डिजिटल मार्केटर, म एज अ कन्टेन्ट क्रिएटर मैले डे टु डे लाइफमा कस्तो टुल्सहरु युज गर्छु त्यो सबै कुराहरु मैले यहाँनेरि भनेको छु र युज गरेर पनि देखाएको छु। नेक्स्ट भनेको चाहिँ तपाईहरुले सबै कुरा सिकिसकेपछि एउटा इम्पोर्टेन्ट भनेको चाहिँ जहिले पनि सीबी हुन्छ। सीबी इज द मोस्ट इम्पोर्टेन्ट थिंग्स। त्यो कुराहरुमा तपाईहरुले के कुराहरु राख्ने के कुरा नराख्ने त्यो कुराहरु पनि मैले सरर भनेको छु। लास्टमा चाहिँ डुज एन्ड डोन्ट्स इन डिजिटल मार्केटिङ, के कुरा गर्ने के कुरा नगर्ने भनेर चाहिँ सिकाएको छु। अनि लास्टमा चाहिँ स्टार्ट नाउ। ओके, अब चाहिँ हामी भिडियोमा अगाडि बढौँ है त। भिडियोमा अगाडि बढ्नु भन्दा अगाडि चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि तपाईहरु सबैजनाले चाहिँ यो भिडियो लास्टसम्म हेर्नु होला है त। किन भन्दाखेरि यो भिडियोमा चाहिँ मैले डिजिटल मार्केटिङको इन्स एन्ड आउट्सहरु सबै कुराहरु चाहिँ कभर गरेको छु है त। सो यति भन्दै ढिला नगरिकन अब चाहिँ हामी हाम्रो भिडियोको कन्टेन्टतिर जाउँ है त। सो ओके, सबैभन्दा सुरुमा चाहिँ हाम्रो के छ भन्दाखेरि हाउ डु वी गेट स्टार्टेड इन डिजिटल मार्केटिङ, तपाईहरु चाहिँ डिजिटल मार्केटिङ भित्र कसरी छिर्न सक्नुहुन्छ भन्ने कुराहरु चाहिँ यहाँ छ है त। फर्स्ट अफ अल तपाईहरुले के कुरा माइन्डमा राख्नु पर्यो भन्दाखेरि तपाईहरुलाई डिजिटल मार्केटिङ भित्र छिर्नको लागि कुनै पनि डिग्री चाहिँदैन। यु जस्ट नीड अ क्युरियोसिटी, कन्सिस्टेन्सी एन्ड इन्टरनेट एक्सेस। सबैभन्दा सुरुमा तपाईहरुसँग क्युरियोसिटी हुनु पर्यो सिक्नको लागि, अनि त्यो क्युरियोसिटीलाई चाहिँ तपाईहरुले कन्सिस्टेन्टली लान सक्नु पर्यो। त्यो भन्दा पनि इम्पोर्टेन्ट भनेको चाहिँ तपाईहरुसँग एउटा ल्यापटप हुन अथवा कम्प्युटर हुन एकदमै इम्पोर्टेन्ट छ। त्यसपछि तपाईहरुलाई कम्प्युटर अथवा ल्यापटपको बारेमा बेसिक नलेजहरु चाहिँ आउनु पर्ने छ, जस्तै वर्ड एक्सेल कसरी चलाउने हैन, अनि त्यसपछि गएर इन्टरनेटलाई कसरी एक्सेस गरिन्छ अथवा इन्टरनेट कसरी सफर गर्ने, इन्टरनेट चलाउन कसरी ल्यापटपमा अथवा कम्प्युटरमा इन्टरनेट चलाइन्छ त्यो कुराहरुको नलेज भयो भने चाहिँ तपाईहरु इजिली डिजिटल मार्केटिङ भित्र डाइभ इन गर्न सक्नुहुन्छ। नेक्स्ट भनेको चाहिँ तपाईहरुसँग इन्टरनेट एक्सेस चाहिँ हुनु पर्यो। यति कुरा भयो भने चाहिँ तपाईहरुलाई डिजिटल मार्केटिङ सिक्नबाट कसैले रोक्न सक्दैन है त। सो बेसिकली तपाईहरुलाई के चाहिँदो रहेछ डिजिटल मार्केटिङ सिक्नको लागि? नम्बर 1 क्युरियोसिटी, नम्बर 1 कन्सिस्टेन्सी, नम्बर 3 इन्टरनेट, नम्बर 4 कम्प्युटर अर ल्यापटप, नम्बर 5 बेसिक कम्प्युटिङ नलेज। अर्को भनेको चाहिँ डिजिटल मार्केटिङ भनेको चाहिँ एउटा यस्तो फिल्ड हो जहाँ चाहिँ तपाईहरु सिकिरहनु मात्र हुँदैन के, तपाईहरु चाहिँ प्र्याक्टिस गर्नुपर्ने छ, आफ्नो प्रोजेक्ट्सहरु बनाउनु पर्ने छ है त। त्यसपछि गएर फेरि सिक्नु पर्ने छ। सो देयर आर सो मेनी थिंग्स अन्डर डिजिटल मार्केटिङ। अनि अर्को कुरा भनेको चाहिँ गेट फिडब्याक। गेट फिडब्याक इन द सेन्स तपाईहरु के पढ्दै हुनुहुन्छ अथवा तपाईहरुले के ट्याक्स गर्नुभयो, प्र्याक्टिस गर्नुभयो, प्रोजेक्ट बिल्ड गर्नुभयो, त्यो केसमा चाहिँ तपाईहरुले आफ्नो मेन्टरलाई चाहिँ सोध्न सक्नुहुन्छ हैन, यस्तो मेरो कस्तो भइराको छ हैन, आफ्नो लर्निङ जर्नी, अनि त्यसपछि गएर आफ्नो प्रोजेक्ट्स, आफ्नो प्र्याक्टिकल इम्प्लिमेन्टेसनहरु तपाईहरुले चाहिँ आफ्नो मेन्टरलाई सोध्न सक्नुहुन्छ। त्यसपछि चाहिँ तपाईहरुलाई के हुन्छ भन्दाखेरि उहाँहरुले चाहिँ फिडब्याक दिनुहुन्छ के, त्यो फिडब्याक युज गरेर चाहिँ तपाईहरुले आफूले अझै इम्प्रुभ गर्ने हो है त। सो बेसिकली यो कुराहरु चाहिँ तपाईभित्र चाहिँ हुनु पर्यो कि म सिक्छु, म प्र्याक्टिस गर्छु, म प्रोजेक्ट्सहरु बनाउँछु, म
अझै धेरै सिक्छु भन्ने कुराहरू चाहिँ तपाईँभित्र चाहिँ त्यो गट्स चाहिँ हुनु पर्यो है त। अर्को भनेको तपाईँहरूले जहिले पनि फ्री रिसोर्सेसबाट इजिली सिक्न सक्नुहुन्छ। तपाईँहरूले सुरुमै फ्यान्सी डिजिटल मार्केटिङ कोर्सेसहरू, फ्यान्सी डिजिटल मार्केटिङ ट्रेनिङ्सहरू केही पनि लिनु पर्दैन। यु क्यान एक्सप्लोर डिजिटल मार्केटिङ बाई योर सेल्फ फर्स्ट अफ अल। अनि त्यसपछि गएर तपाईँहरूले आफ्नो टास्कहरू गर्नुहुन्छ, आफ्नो प्र्याक्टिकल इम्प्लिमेन्टेसनहरू गर्नुहुन्छ। जुन कुराहरू त्यो रिसोर्सेसमा सिकाइएको छ, त्यो रिसोर्सेसमा भनिएको छ होइन। आफ्नो पोर्टफोलियो बनाउनु पर्ने हुन्छ तपाईँहरूले। पोर्टफोलियो भएन भने चाहिँ तपाईँहरूले भोलि गएर इन्टर्नसिप गर्नुपर्दा, जब गर्नुपर्दा चाहिँ त्यति बेला गाह्रो हुन्छ होइन। अर्को भनेको चाहिँ तपाईँहरूले कन्सिस्टेन्टली चाहिँ के गर्नु पर्यो, सिकिराख्नु पर्यो है त। सो यति कुराहरू चाहिँ तपाईँहरूले गर्न सक्नु भयो भने चाहिँ यु क्यान रियली गेट इन्टु डिजिटल मार्केटिङ फिल्ड है त। नेक्स्ट भनेको चाहिँ अब हामी चाहिँ यो कोर्समा चाहिँ के कुराहरू डिस्कस गर्छौँ भनेर फर्स्ट अफ अल विल अन्डरस्ट्यान्ड डिजिटल मार्केटिङ फ्रम ग्राउन्ड लेभल। हामी चाहिँ डिजिटल मार्केटिङलाई एकदमै डिपली सिक्नेछौँ है। नेक्स्ट भनेको चाहिँ रोड म्याप, तपाईँहरू डिजिटल मार्केटिङ फर्दर कसरी सिक्न सक्नुहुन्छ भन्ने कुराहरू पनि हामी डिस्कस गर्नेछौँ। अर्को भनेको तपाईँहरूले डिजिटल मार्केटिङ सिकेपछि, प्र्याक्टिस गरेपछि, प्रोजेक्ट बनाएपछि, पोर्टफोलियो बिल्ड गरेपछि एज एन वर्किङ प्रोफेसनल चाहिँ कसरी जाने, त्यो कुराहरू पनि हामी यो भिडियोमा डिस्कस गर्नेछौँ है त। अब यो कोर्स चाहिँ कसको लागि हुनसक्छ त? नम्बर 1 भनेको चाहिँ स्टुडेन्ट्स अथवा फ्रेसर्स हु आर एक्सप्लोरिङ करियर अप्सन्स है। तपाईँहरू +2 दिएर बसिरहनु भएको छ, अथवा ब्याचलर्स पढिरहनु भएको छ, अथवा ब्याचलर्स पास आउट भइसक्नुभयो र तपाईँहरूलाई एउटा गुड करियर अपर्च्युनिटी चाहिएको छ भने चाहिँ तपाईँहरूले यो भिडियो अन्तिमसम्म हेरेर धेरै नलेजहरू चाहिँ ग्राफ्स इन गर्न सक्नुहुन्छ है त। नेक्स्ट भनेको चाहिँ बिजनेस ओनर्स वान्ट अनलाइन भिजिबिलिटी। तपाईँहरू यदि स्मल बिजनेस ओनर्सहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो अनलाइन भिजिबिलिटी बढाउनु पर्ने छ, डिजिटल मार्केटिङ भनेको के रहेछ भनेर बुझ्न मन छ भने चाहिँ यो कोर्स, यो भिडियो तपाईँको लागि स्पेसल्ली हो है त। अर्को भनेको चाहिँ ट्रेडिसनल मार्केटर्स आर स्विचिङ टु डिजिटल मार्केटिङ। यदि तपाईँहरू चाहिँ कुनै पनि कम्पनीको मार्केटिङ अफिसर हुनुहुन्छ होइन, अथवा तपाईँहरू ट्रेडिसनल मार्केटिङ गर्दै हुनुहुन्छ, अब चाहिँ तपाईँहरूलाई चाहिँ मोर डिजिटलको बारेमा नलेज लिनुपर्ने छ, अथवा यो कुराहरू सिक्नुपर्ने छ, के रहेछ भन्ने कुराहरू एक्सप्लोर गर्नुपर्ने छ भने चाहिँ दिस कोर्स इज फर यु है त। नेक्स्ट भनेको चाहिँ इन्ट्रोडक्सन टु डिजिटल मार्केटिङ। अब चाहिँ हामी हाम्रो कोर्सभित्र छिरिसक्यौँ होइन। अब हामी के सिक्छौँ भन्दाखेरि डिजिटल मार्केटिङ भनेको के रहेछ र डिजिटल मार्केटिङको डिफ्रेन्ट कुराहरूलाई चाहिँ हामी एक्सप्लोर गर्छौँ है त। सो बेसिकली वाट इज डिजिटल मार्केटिङ त? डिजिटल मार्केटिङले चाहिँ नेक्स्ट जेनेरेसन मार्केटिङ भनिन्छ। यसलाई किन नेक्स्ट जेनेरेसन मार्केटिङ भनिन्छ भन्दाखेरि बिकज एभ्री वान इज अन डिजिटल प्लेटफर्म्स। सबैजना डिजिटल प्लेटफर्म्समा छन् अहिले होइन। बिहान उठेदेखि बेलुकासम्म पिपुल आर युजिङ मोबाइल फोन्स, ल्यापटप्स एक्सेट्रा एक्सेट्रा। सो त्यही भएर चाहिँ डिजिटल मार्केटिङलाई नेक्स्ट जेनेरेसन मार्केटिङ पनि भनिन्छ है त। सो बेसिकली अब डेफिनेसनको थ्रु हामी अगाडि बढ्ने हो भने डिजिटल मार्केटिङ इन्भल्भ्स अलाइनिङ योर ब्रान्ड्स मार्केटिङ एफर्ट्स थ्रु डिजिटल प्लेटफर्म्स सच एज वेबसाइट्स, एप्लिकेसन, सोशल मिडिया एन्ड अदर एडभर्टाइजिङ प्लेटफर्म्स। मानौँ तपाईँको एउटा बिजनेस छ, त्यो बिजनेसलाई तपाईँले मार्केटिङ गर्नको लागि, एडभर्टाइजिङ गर्नको लागि यदि तपाईँहरूले डिजिटल प्लेटफर्म्स युज गरिरहनु भएको छ भने त्यसलाई हामी डिजिटल मार्केटिङ भन्न सक्छौँ। बेसिकली कुनै पनि बिजनेसले आफ्नो टार्गेट अडियन्ससम्म पुग्नको लागि डिजिटल डिभाइसेस, इन्टरनेट जस्तो कुराहरू युज गरेर आफ्नो मार्केटिङ गर्छ, एडभर्टाइजिङ गर्छ भने त्यसलाई हामी के भन्छौँ, डिजिटल मार्केटिङ भनेर भन्छौँ है त। सो के वाइ डिजिटल मार्केटिङ? सो एउटा पोइन्ट भनेको चाहिँ 80% अफ पिपल्स आर अनलाइन। सो अहिले धेरैजना मान्छेहरू चाहिँ अनलाइन छन्। धेरैजना मान्छेहरूले गुगल युज गर्छन्, धेरैजना मान्छेहरूले सोशल मिडिया युज गर्छन्। सो जहाँ मान्छे हुन्छन्, जहाँ अडियन्स हुन्छन्, त्यही गएर बिजनेसेसहरूले के गर्ने हो, मार्केटिङ गर्ने हो। सो मिट देम वेयर दे आर। जहाँ मान्छे त्यहाँ बिजनेस, जहाँ अटेन्सन त्यहाँ मार्केटिङ हुनु पर्यो। अर्को भनेको चाहिँ रियल टाइम रिजल्ट। रियल टाइम रिजल्ट भनेको फर एक्जाम्पल मैले एउटा एड चलाएँ, त्यो एड कतिजनाले हेऱ्यो, त्यो एडबाट कतिजनाले मेसेज गर्यो, त्यो सबै कुराहरू चाहिँ हामीले ट्र्याक गर्न सक्छौँ। फर एक्जाम्पल मैले चाहिँ एउटा एड रन गरेँ, त्यसमा चाहिँ 10,000 इम्प्रेसन्स आयो। इट मिन्स 10,000 पिपुल स द्याट एड। मलाई एउटा रिजल्ट के थाहा भयो भन्दाखेरि मैले पोस्ट गरेको एड चाहिँ 10,000 जनाले हेरेछन्। त्यो नम्बर्समा आउँछ। 10,000 जनामध्ये 5,000 जनाले चाहिँ इन्ट्रेस्ट सो गरेछन् भनेको मेरो एडमा कतै न कतै क्लिक गरेछन्। त्यो मध्ये 1000 पिपुल्सले चाहिँ मेसेज गरेछन् होइन। अनि त्यसपछि गएर 200 पिपुलले चाहिँ त्यो मेसेज गरेको मध्ये पनि 200 जनाले चाहिँ के गरेछन् भन्दाखेरि मेरो प्रोडक्ट अथवा सर्भिसलाई चाहिँ पर्चेस गरेछन्। त्यो सबै कुराहरू चाहिँ हामीले त्यो डेटाहरू चाहिँ हेर्न पाउँछौँ है त। अर्को भनेको चाहिँ अफोर्डेबल क्याम्पेन्स। डिजिटल मार्केटिङ चाहिँ एकदम अफोर्डेबल छ इन कम्पेरिजन टु ट्रेडिसनल मार्केटिङ। यदि तपाईँहरूले टेलिभिजनमा, रेडियोमा एड दिनु पर्यो भने कम्पेरिटिभली महँगो पर्छ, तर डिजिटल मार्केटिङको प्लेटफर्म्स युज गरेर तपाईँहरूले यदि आफ्नो क्याम्पेन्सहरू रन गर्नुभयो भने चाहिँ कम्पेरिटिभली चिपर पर्छ। फर एक्जाम्पल तपाईँले $1, $2 चाहिँ धेरै अडियन्ससम्म पुग्न सक्नुहुन्छ फेसबुक एड्सको थ्रु। यदि त्यही अडियन्ससम्म तपाईँलाई टेलिभिजनको लागि पुग्नु पर्थ्यो भने तपाईँले टेलिभिजनलाई चाहिँ के गर्नु पर्थ्यो भन्दाखेरि धेरै पैसा चाहिँ पे गर्नु पर्थ्यो। अर्को भनेको चाहिँ बेटर टार्गेटिङ। फर एक्जाम्पल तपाईँले एउटा टेलिभिजनमा एड दिनुभयो तपाईँको ब्रान्डको, त्यो एड कतिजनाले हेऱ्यो त, त्यो एड हेरेर तपाईँसँग को आयो त, कतिजनाले त्यो एड हेरेर पर्चेस गर्यो त, त्यसको तपाईँलाई केही आइडिया हुँदैन। तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि फर एक्जाम्पल तपाईँको एउटा क्लोदिङ ब्रान्ड छ र तपाईँले चाहिँ कुर्ताको चाहिँ मार्केटिङ गर्नुभयो है। मानव टेलिभिजनमा तपाईँले कुर्ताको मार्केटिङ गर्नुभयो, इभन द इट्स नट प्र्याक्टिकल, लेट्स टेक इट एज एन एक्जाम्पल है त। अनि त्यसपछि गएर त्यो एड कतिजनाले हेऱ्यो, त्यो एड कसले हेऱ्यो? फर्स्ट अफ अल कुर्ताको एड भइसकेपछि त्यो एड फिमेलले हेर्नु पर्थ्यो। टेलिभिजनमा रन गर्दाखेरि के भयो,
त्यो एड मेलले पनि देखे, सबैजनाले देखे, जति वर्षकोले पनि देख्ने भयो। तर त्यही कुरा तपाईँले फेसबुक एड्सको थ्रु के गर्न मिल्छ भन्दाखेरि 15 वर्षदेखि 20 वर्षसम्मको फिमेल्सले यो एड देख्ने। अझै त्यो फिमेल्सहरू कुन एरियाको हुनु पर्यो, काठमाडौँको इमाडोल भन्ने एरियाको इक्जाम्पलको लागि। यसरी तपाईँले डिटेल टार्गेटिङ गर्न मिल्छ, बेटर टार्गेटिङ गर्न मिल्छ, जसले गर्दाखेरि तपाईँहरूको मार्केटिङ एफोर्ट लस हुँदैन है त। नेक्स्ट भनेको ग्लोबल रिच विथ लो इन्भेस्टमेन्ट। तपाईँहरूले चाहिँ नेसनल इन्टरनेसनल रिच पाउन सक्नुहुन्छ विथ भेरी लो इन्भेस्टमेन्ट, भेरी बजेट फ्रेन्डली इन्भाइरोमेन्ट। यो कुराहरू चाहिँ हुन्छ है त। द्याट्स वाइ डिजिटल मार्केटिङ इज युज। नेक्स्ट भनेको चाहिँ अफलाइन भर्सेस अनलाइन मार्केटिङ। सो अफलाइन डिजिटल मार्केटिङ भर्सेस अनलाइन डिजिटल मार्केटिङ। सो डिजिटल मार्केटिङ भनेको चाहिँ बेसिकली के हो भन्दाखेरि डिजिटल डिभाइसेसहरू युज गरेर गरिनेलाई डिजिटल मार्केटिङ भनिन्छ। जस्तै टेलिभिजन र रेडियो युज गरेर गरिने, डिस्प्ले होर्डिङ बोर्ड युज गरेर गरिने, यो सबै के हो, डिजिटल डिभाइसेसहरू हो। यो प्लेटफर्म युज गरेर गरिने मार्केटिङलाई पनि के भनिन्छ, डिजिटल मार्केटिङ नै भनिन्छ। तर हामीले जुन डिजिटल मार्केटिङ भनेर सुनिरहेको हुन्छौँ नि, त्यसले चाहिँ बेसिकली इन्टरनेट मार्केटिङ भनेर भन्छ क्या। इन्टरनेटको युज गरेर गरिने मार्केटिङले चाहिँ इन्टरनेट मार्केटिङ अथवा डिजिटल मार्केटिङ है त। सो यिनीहरू भनेको चाहिँ ट्रेडिसनल डिजिटल मार्केटिङ हो भने यिनीहरू भनेको चाहिँ अहिलेको मोडर्न डिजिटल मार्केटिङ प्लेटफर्म्सहरू हो है त। सो टेलिभिजन, न्युज पेपर, रेडियो, डिस्प्ले होर्डिङ बोर्ड एक्सेट्रा यिनीहरू चाहिँ के भयो, अफलाइन डिजिटल मार्केटिङभित्र पर्यो है त। अनि त्यसपछि गएर अफलाइन डिजिटल मार्केटिङमा दिएको कुराहरू चाहिँ एकदमै मेजर गर्न चाहिँ हार्ड हुने के। किन भन्दाखेरि जस्तै तपाईँले टेलिभिजनमा एड दिनुभयो भने त्यो टेलिभिजनमा एड कतिजनाले हेऱ्यो त, त्यो एड देखेर कतिजना तपाईँ भएको ठाउँमा आयो त, त्यो एडले चाहिँ सेल्स कति लिएर आयो त, त्यो केही पनि थाहा हुँदैन। तर जस्तो हामीले फेसबुकमा एड चलायौँ अथवा सर्च इन्जिन मार्केटिङ गऱ्यौँ अथवा एसइओ गरेर गऱ्यौँ, मेरो वेबसाइटमा कतिजना भिजिटर्स आइरहेको छ, मेरो पोस्ट कतिजनाले हेऱ्यो, त्यसमा कतिजनाले इन्टरेक्सन गर्यो, मलाई कतिजनाले मेसेज गर्यो, मेसेज गरेको मध्ये कतिजनाले पर्चेस गर्यो, त्यो सबै कुरा गरेर चाहिँ हामीले अनलाइन डिजिटल मार्केटिङबाट चाहिँ पाउन सक्छौँ। अर्को भनेको अफलाइन डिजिटल मार्केटिङ इज भेरी एक्सपेन्सिभ। यदि तपाईँहरूले न्युज पेपरमा, टेलिभिजनमा, रेडियोमा एड दिनु पर्यो भने यु हेभ टु स्पेन्ड लाख्स रुपिज। तर यदि तपाईँले फेसबुक एड्स रन गर्नुभयो अथवा डिजिटल मार्केटिङ प्लेटफर्म युज गर्नुभयो भने यु क्यान रिच टु ह्युज नम्बर अफ पिपुल्स इन भेरी लो बजेट। थोरै बजेटमा पनि तपाईँहरू धेरै अडियन्ससम्म चाहिँ पुग्न सक्नुहुन्छ। त्यो कुराहरू चाहिँ हुन्छ है त। सो बेसिकली यो चाहिँ के भयो, अफलाइन भर्सेस अनलाइन डिजिटल मार्केटिङ भयो है त। अर्को भनेको चाहिँ सोसियल मिडिया स्ट्याट्स नेपाल। मैले तपाईँहरूलाई यो कुरा राख्नुको मेन रिजन भनेको चाहिँ के हो भन्दाखेरि लाइक नेपालमा पनि एकदमै डिजिटल प्लेटफर्म युज गर्ने अडियन्सहरू बढिरहेको छ। द्याट्स वाइ डिजिटल मार्केटिङको हाइप एकदमै धेरै छ। हेर्न सक्नुहुन्छ कि 12 मिलियन प्लस युजर्स, यो भनेको चाहिँ 1 करोड 20 लाख भन्दा धेरै मान्छेहरूले चाहिँ फेसबुक युज गर्छन् अरे। 8 मिलियन प्लस युजर्स, 80 लाख भन्दा धेरै मान्छेहरूले चाहिँ टिकटक युज गर्छन् अरे। युट्युब एकदमै धेरै चलिरहेको छ अहिले। इन्स्टाग्राम ऱ्यापिडली ग्रोइङ ड्यु सर्ट भिडियो कन्टेन्ट। सो नेपालमा एकदमै सोसियल मिडिया अथवा डिजिटल एकदमै बढिरहेको छ। द्याट्स वाइ बिजनेसेस सुड बी देयर। नेक्स्ट भनेको चाहिँ डोमेन्स अफ डिजिटल मार्केटिङ। सो तपाईँहरूले चाहिँ स्पेसली डिजिटल मार्केटिङ भनेर सुनिरहनु भएको होला, तर डिजिटल मार्केटिङभित्र पनि धेरै कुराहरू छ कि। जस्तै मैले चाहिँ तपाईँहरूलाई डिजिटल मार्केटिङ कसरी बुझाउँछु भन्दाखेरि डिजिटल मार्केटिङ एउटा रुख हो भने त्यो भित्रको हाँगाहरू भनेको चाहिँ डोमेन्स अफ डिजिटल मार्केटिङ हो कि। फर इक्जाम्पल एसइओ, सर्च इन्जिन अप्टिमाइजेसन, एसइएम, सर्च इन्जिन मार्केटिङ अथवा गुगल एड्स अथवा पेड एड्स, पिपिसी, सोसियल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, इमेल मार्केटिङ, वेब एनालिटिक्स, इन्फ्लुएन्सर मार्केटिङ, यो भनेको चाहिँ डिजिटल मार्केटिङभित्रको डोमेन्सहरू हो। सो सर्च इन्जिन अप्टिमाइजेसन भनेको चाहिँ के हो भन्दाखेरि जब पनि मैले कुनै पनि कुरा सर्च गर्छु नि, त्यति बेला मलाई टपमा आउने रिजल्टलाई चाहिँ हामी के भन्छौँ, सर्च इन्जिन अप्टिमाइजेसन भन्छौँ है त। त्यस्तै गरी एसइएम, सर्च इन्जिन मार्केटिङ भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि किवर्ड्स मैले सर्च गरिरहेको छु भने त्यसमा चाहिँ स्पोन्सर्ड भनेर जुन आउँछ नि, त्यसले चाहिँ तपाईँहरूले एसइएम, सर्च इन्जिन मार्केटिङको एक्जाम्पल लिन सक्नुहुन्छ। सो बेसिकली सर्च इन्जिन अप्टिमाइजेसन भनेको चाहिँ अर्ग्यानिकल्ली, यसले चाहिँ गुगललाई केही पनि पे गरेको छैन, त्यही भएर यो टपमा छ। योभन्दा माथि केही छैन नि त। तर दे आर पेइङ सम मनी टु गुगल टु ऱ्याङ्क अन द फर्स्ट पेज। यिनीहरूले चाहिँ के गरिरहेको छन् त भन्दाखेरि गुगललाई चाहिँ पैसा पे गरिरहेको छन् टु ऱ्याङ्क अन फर्स्ट पेज। जुन दिन यिनीहरूले पैसा पे गर्न छोड्छन् नि, ती यिनीहरू के हुँदैनन्, ऱ्याङ्क हुँदैनन्। त्यति बेला पनि कन्सिस्टेन्टली ऱ्याङ्क हुने भनेको यिनीहरू वेबसाइट हो। र यिनीहरू वेबसाइट यत्तिकै यहाँनिर ऱ्याङ्क भएको होइन। यिनीहरूलाई ऱ्याङ्क गर्नको लागि एसइओ एक्सपर्टले एसइओ टेक्निक्सहरू लगाएर राम्रो कन्टेन्ट राखेर यसलाई अप्टिमाइज गरेर गुगलको लागि प्लस युजरको लागि एकदमै बेटर कन्टेन्ट राखेर अप्टिमाइज गरेको भएर यहाँनिर आएको हो। त्यही भएर सर्च इन्जिन अप्टिमाइजेसन के हो, गुगलको वान अफ द बिगेस्ट डोमेन हो। तर मान्छेहरूको के हुन्छ भन्दाखेरि कहिले पनि मान्छेहरूले चाहिँ स्पोन्सर देख्दा बित्तिकै उनीहरूले क्लिक गर्दैनन्, भलै यो टपमा होस्। जहिले पनि उनीहरूले अर्ग्यानिक कुराहरू चाहिँ, अर्ग्यानिक रिजल्टहरू चाहिँ खोज्छन् है त। अर्को भनेको चाहिँ किन चाहिँ टपमै आउने त नि, मैले एउटा वेबसाइट बनाएँ, त्यसमा कन्टेन्ट हालिदिएँ, छोडिदिएँ, सक्यो त। किन टपमै आउने? किन भन्दाखेरि यदि तपाईँहरूको वेबसाइट मान्छेहरूले सर्च गर्दा भेटिएन भने तपाईँहरूको वेबसाइट के काम भयो त? तपाईँहरूको बिजनेसको बारेमा कसरी मान्छेहरूले थाहा पाउने त? होइन, तपाईँहरूको
वेबसाइट सेकेन्ड पेजमा ऱ्याङ्क भइरहेको छ अरे। तपाईँहरूमध्ये मलाई कमेन्टमा भन्नुहोस् त कतिजना तपाईँहरू सेकेन्ड पेजमा गएर आफूले खोजेको कुराहरू पढ्नुहुन्छ। हार्डली तपाईँहरू सेकेन्ड पेजमा जानुहुन्छ यदि तपाईँहरूले फर्स्ट पेजमा इन्फर्मेसन भेटाउनु भएन भने है त। एउटा इन्ट्रेस्टिङ फ्याक्ट भन्छु है त तपाईँहरूलाई, के भन्छ भन्दाखेरि तिमीहरूले मान्छे मारेर गुगलको सेकेन्ड पेजमा लगेर राख्थ्यो भने नोबडी विल फाइन्ड यु भन्छ कि। भन्न खोजेको मान्छेहरू यहाँनिर कहिल्यै पनि जाँदैनन्। तिमीले मान्छे मारेर गुगलको सेकेन्ड पेजमा राख्थ्यौ त्यो कसैले पनि थाहा हुँदैन। किन भन्दाखेरि किनकि मान्छे सेकेन्ड पेज थर्ड पेजमा कहिले पनि जाँदैनन्। त्यही भएर बिजनेसेसहरूको लडाइँ हुन्छ कि कुनै पनि आफ्नो रिलेटेबल सर्च टर्ममा चाहिँ आफू ऱ्याङ्क टपमा आउने भनेर। किन टपमा आउँदा बित्तिकै पहिलो सुरु भिजिबिलिटी बढ्यो। जस्तै यो डिजिटल मार्केटिङ एजेन्सी दुबई युए भनेर डिजिटल नेक्सा भन्ने त मैले थाहा पाएँ नि त। त्यस्तै गरी अझै धेरैजना मान्छेले थाहा पाउने भयो नि त। भिजिबिलिटी बढ्ने भयो, भिजिबिलिटी बढेपछि क्लिक्स बढ्ने भयो, मान्छेहरूले कन्टेन्टहरू पढ्ने भयो होइन, ट्रस्ट बढ्ने भयो। किनकि गुगलले यत्तिकै वेबसाइटलाई ऱ्याङ्क गर्दैन। कुनै पनि वेबसाइट यदि ट्रस्टवर्दी छैन भने उसले वेबसाइटलाई ऱ्याङ्क गर्दैन। यदि ऱ्याङ्क गर्यो भने पनि र पछि गएर त्यो एकदमै फेक वेबसाइट रहेछ भने गुगलले त्यसलाई टर्मिनेट गरिदिन्छ अथवा ब्यान गरिदिन्छ। सो त्यही भएर मान्छेहरू अथवा बिजनेसेसहरूले चाहिँ एसइओ एक्सपर्टहरू चाहिँ हायर गर्छन्। अर्को भनेको चाहिँ सोसियल मिडिया मार्केटिङ। सोसियल मिडिया मार्केटिङ भनेको चाहिँ के हो भन्दाखेरि आफ्नो बिजनेसेसहरूको प्रमोसन सोसियल मिडिया प्लेटफर्म्सको थ्रु गर्नेलाई चाहिँ सोसियल मिडिया मार्केटिङ भनिन्छ। सो के भयो बेसिकली, सो एउटा सोसियल मिडिया प्लेटफर्म्सहरू छ, अर्को बिजनेसेसहरू छ। अब बिजनेसेस र सोसियल मिडिया प्लेटफर्म कोलाबोरेटिभली के गर्छन्, उनीहरू आफ्नो टार्गेट अडियन्ससम्म पुग्छन् भने त्यसलाई हामी के भन्छौँ, सोसियल मिडिया मार्केटिङ भनेर भन्छौँ। अर्को भनेको चाहिँ कन्टेन्ट मार्केटिङ। कन्टेन्ट मार्केटिङ भनेको चाहिँ के हो भन्दाखेरि बिजनेस अब्जेक्टिभ फुलफिल हुने कन्टेन्टलाई डिफ्रेन्ट च्यानल्समा डिस्ट्रिब्युट गर्ने प्रोसेसलाई चाहिँ हामी के भन्छौँ, चाहिँ कन्टेन्ट मार्केटिङ भनेर भन्छौँ है त। नेक्स्ट भनेको चाहिँ इमेल मार्केटिङ छ। सो इमेल मार्केटिङ भनेको चाहिँ के हो भन्दाखेरि इमेल्समा चाहिँ आफ्नो सर्भिसेस अथवा प्रोडक्टको बारेमा अवेरनेस बढाउने, एजुकेट गर्ने र सेल्स गर्ने प्रोसेसलाई चाहिँ हामी के भन्छौँ, इमेल मार्केटिङ भन्छौँ। सो मलाई पनि कति धेरै इमेल्सहरू आइरहेको हुन्छ होइन। सो यिनीहरू सबै के हो, इमेल मार्केटिङको एक्जाम्पल्सहरू हो है त। के हो यिनीहरू सबै, इमेल मार्केटिङको एक्जाम्पल्सहरू हो। लाइक सो मेनी अर्गनाइजेसन्स आर सेन्डिङ मी इमेल्स है त। सो बेसिकली यो कुराहरू चाहिँ इमेल मार्केटिङभित्र पर्छ है त। नेक्स्ट भनेको चाहिँ वेब एनालिटिक्स। वेब एनालिटिक्स भनेको चाहिँ के हो भन्दाखेरि जब पनि तपाईँहरूले डिजिटल मार्केटिङ क्याम्पेन्सहरू रन गर्नुहुन्छ नि तपाईँहरूले त्यहाँनिर डेटाहरू आउँछ क्या होइन। डेटाहरूलाई चाहिँ एनालाइज गर्ने, त्यो प्याटर्न्सहरू हेर्ने, त्यो चाहिँ के भित्र पर्छ, एनालिटिक्सभित्र पर्छ। वेब एनालिटिक्स भनेको चाहिँ वेबसाइटको एनालिटिक्सहरू गर्ने। वेबसाइटमा कति भिजिटर्सहरू आइरहेको छ, के भइरहेको छ, वेबसाइटमा कस्तो कस्तो बिहेभियर्स देखाइरहेको छ, सबै कुराहरू चाहिँ वेब एनालिटिक्सभित्र पर्ने भयो है त। नेक्स्ट भनेको चाहिँ इन्फ्लुएन्सर मार्केटिङ। इन्फ्लुएन्सर मार्केटिङ भनेको चाहिँ अहिले तपाईँहरू हेर्नुहुन्छ भने देयर आर सो मेनी इन्फ्लुएन्सर्स के। जस्तै कुनै एउटा टेक फिल्डमा इन्फ्लुएन्सर छ, कुनै एउटा ब्युटी फिल्डमा इन्फ्लुएन्सर छ, कुनै एउटा कस्मेटिक फिल्डमा इन्फ्लुएन्सर छ होइन। सो अब बिजनेसहरूले चाहिँ के गर्छन् भन्दाखेरि एउटा एक्सवाइजेड बिजनेस जुन चाहिँ जसको चाहिँ फेसनसँग रिलेटेड प्रोडक्ट छ भने उसले चाहिँ के गर्छ भन्दाखेरि एउटा जुन ब्युटी फेसनसँग रिलेटेड जसले कन्टेन्टहरू बनाइरहेको छ, जो इन्फ्लुएन्सर्सहरू छ, उनीहरूलाई एप्रोच गर्छ कि मेरो यस्तो यस्तो प्रोडक्ट छ, तिमीहरूले आफ्नो अडियन्ससम्म रिच गरिदेऊ न, आफ्नो अडियन्सलाई मेसेज गरिदेऊ न होइन, मेसेज इन द सेन्स अवेर गरिदेऊ न भनेर। सो अब के गर्छन् त भन्दाखेरि उनीहरू बिजनेसेसहरूको मार्केटिङ चाहिँ अब त्यो माइक्रो इन्फ्लुएन्सर्सहरूले चाहिँ गरिदिने भयो कि। सो बेसिकली यस्तो खालकोलाई चाहिँ के भनिन्छ, इन्फ्लुएन्सर मार्केटिङ भनेर भनिन्छ है त। सो तपाईँहरूले यसलाई कसरी बुझ्नु भन्दाखेरि एउटा हेडफोन, एउटा गेमिङ हेडफोन छ है त। र गेमिङ क्रिएटरहरू त कति धेरै हुन्छ नि त। जस्तै नेपालमा पनि कति धेरै गेमिङ क्रिएटर्सहरू छन्, CR7 हो र 4K गेमिङ नेपाल जस्तो होइन। उनीहरूलाई कुनै पनि एउटा गेमिङ हेडफोन बनाउने कम्पनीले के गर्यो भन्दाखेरि हाम्रो चाहिँ यस्तो यस्तो हेडफोन छ, तपाईँहरूले चाहिँ हाम्रो हेडफोनको चाहिँ मार्केटिङ गर्नु पऱ्यो होइन, आफ्नो अडियन्ससम्म, आफ्नो फ्यान्ससम्म चाहिँ यो कुराहरू चाहिँ पुऱ्याइदिनु पऱ्यो भनेर। यदि कुनै गेमरले चाहिँ त्यो प्रोडक्टको मार्केटिङ गर्यो होइन, त्यो प्रोडक्टको बारेमा बोल्यो भने चाहिँ त्यो के भयो, बेसिकली इन्फ्लुएन्सर मार्केटिङ भयो है त। सो अझै धेरै डोमेन्सहरू छ, मैले चाहिँ यहाँनिर यति राखेँ है त। सो अझै धेरै डोमेन्सहरू छ है त डिजिटल मार्केटिङको। सो अब तपाईँहरूले के कुरा बुझ्नु पऱ्यो भन्दाखेरि T-shaped डिजिटल मार्केटिङ भनेको चाहिँ के हो भन्दाखेरि ब्रोड नलेज एक्रस डोमेन। सो जब पनि तपाईँहरू डिजिटल मार्केटिङ सिक्नुहुन्छ नि तपाईँहरूले चाहिँ त्यति बेला के गर्नुहुन्छ भन्दाखेरि एउटा ब्रोड नलेज लिनुहुन्छ। डिजिटल मार्केटिङ भनेको के छ, डिफ्रेन्ट डोमेन्स अफ डिजिटल मार्केटिङ, सोसियल मिडियामा फेसबुक, इन्स्टाग्राम, लिङ्कडिन तपाईँहरू सबै हेर्नुहुन्छ होइन। वेबसाइटको बाटोदेखि लिएर हरेक कुराहरू चाहिँ तपाईँहरू एक्सप्लोर गर्नुहुन्छ। इमेल मार्केटिङ भनेको के छ, सबै कुराको बारेमा नलेज लिनुहुन्छ। तर एट द एन्ड तपाईँहरूले स्पेसलाइजेसन गर्नुपर्ने हुन्छ होइन। डिप एक्सपर्टिज इन 1 to 2 एरियाज। तपाईँलाई ब्रोड सर्फेसली चाहिँ सबै नलेज थाहा हुन्छ होइन। र तपाईँ लास्टमा के गर्नुहुन्छ त भन्दाखेरि तपाईँ कि त एसइओमा मात्र जानुहुन्छ, कि तपाईँ सोसियल मिडियामा मात्र जानुहुन्छ, तपाईँ कन्टेन्ट मार्केटिङमा जानुहुन्छ, कि तपाईँ कन्टेन्ट क्रिएटरमा जानुहुन्छ। तपाईँहरूले के गर्नुहुन्छ भन्दाखेरि लास्टमा गएर चाहिँ स्पेसलाइजेसन गर्नुहुन्छ। फर एक्जाम्पल मास्टर एसइओ प्लस गुगल एड्स बट नो इमेल एन्ड सोसल टु। भन्न खोजेको चाहिँ
एउटा मान्छेलाई चाहिँ एउटा डिजिटल मार्केटरलाई चाहिँ एसइओ र गुगल एड्स चाहिँ खत्रै आउँछ, ऊ चाहिँ त्यो चाहिँ त्यसको स्पेसलाइजेसन भयो। तर उसलाई चाहिँ इमेल मार्केटिङको बारेमा थाहा छ, सोसियल मिडिया मार्केटिङको बारेमा थाहा छ, कन्टेन्ट मार्केटिङको बारेमा थाहा छ भने ऊ चाहिँ एउटा के भयो, टी सेप डिजिटल मार्केटर भयो क्या बेसिकली। सो के गर्नु पर्यो भन्दाखेरि तपाईँहरू एज अ बिगिनर तपाईँहरूको लागि टिप्स के हो भन्दाखेरि तपाईँहरू 1 महिना 2 महिना चाहिँ ओभरअल डिजिटल मार्केटिङलाई बुझ्नु, ओभरअल डिजिटल मार्केटिङलाई पढ्नु। जब तपाईँले डिजिटल मार्केटिङको बारेमा सबै कुरा थाहा पाउनुहुन्छ त्यति बेला तपाईँलाई आखिर केमा इन्ट्रेस्ट लाग्यो त? तपाईँलाई एसइओमा इन्ट्रेस्ट लाग्यो कि, तपाईँलाई कन्टेन्टमा इन्ट्रेस्ट लाग्यो कि, तपाईँलाई डिजाइनिङमा इन्ट्रेस्ट लाग्यो कि, केमा इन्ट्रेस्ट लाग्यो? त्यसमा चाहिँ तपाईँहरूले आफ्नो स्पेसलाइजेसन गर्न सक्नुहुन्छ। सो बेसिकली यस्तोलाई चाहिँ के भन्छ, टी सेप डिजिटल मार्केटर भन्छ है त। ओके, यो कुराहरू भयो। नेक्स्ट भनेको चाहिँ द जेनरल एक्जिक्युसन प्रोसेस। कुनै पनि ब्रान्डको डिजिटल मार्केटिङ गर्नु पर्यो भने एउटा लेमिन प्रोसेस चाहिँ के हुन्छ त? सबैभन्दा सुरुमा रिसर्च गरिन्छ। के गरिन्छ? रिसर्च गरिन्छ। लाइक कम्पिटिटिभ कुरा एनालाइसिसहरू गरिन्छ होला, डिफ्रेन्ट कुराको रिसर्च गरिन्छ। त्यसपछि गएर प्लानिङ हुन्छ, त्यसपछि गएर कन्टेन्ट क्रिएट हुन्छ होला, क्रिएसनहरू हुन्छ होला, राइटिङ हुन्छ होला, डिजाइनिङ हुन्छ होला, भिडियोजहरू बन्छ होला होइन। त्यसपछि गएर लन्च भनेको पोस्टिङ्सहरू हुन्छ होइन। अनि त्यसपछि गएर हामीले त्यत्रो धेरै कामहरू गऱ्यौँ। अब कुन चाहिँ कन्टेन्टमा राम्रो इम्प्रेसन्सहरू आइरहेको छ, कुन चाहिँ कन्टेन्टले सेल्स लिएर आइरहेको छ, कुन चाहिँ कन्टेन्टले अवेरनेस दिइरहेको छ, कुन चाहिँ कन्टेन्टले ब्रान्ड बनाइरहेको छ, त्यो के हुन्छ, त्यो सबै कुराहरू एनालाइज हुन्छ। डेटा आउँछ नि त हामीसँग, त्यो डेटाको आधारमा चाहिँ हामी के गर्छौँ, एनालाइज गर्छौँ है त। लास्टमा गएर के गर्छौँ भन्दाखेरि अब अप्टिमाइज गर्छौँ। यदि कुनै पनि प्लानले कुनै एउटा कन्टेन्ट, कुनै एउटा टाइपको कन्टेन्ट छ जो चाहिँ राम्रो गरिरहेको छैन भने हामी त्यसलाई के गर्छौँ, बोयकट गर्छौँ। कुनै एउटा टाइपको पिस अफ कन्टेन्ट छ त्यसले चाहिँ एकदमै राम्रो गरिरहेको छ भने हामी त्यस्तो खालको कन्टेन्टलाई चाहिँ के गर्छौँ त, कन्टिन्युटी दिन्छौँ। सो बेसिकली यो चाहिँ के हुन्छ, जेनरल एक्जिक्युसन प्रोसेस इन डिजिटल मार्केटिङ। ओके, सो तपाईँहरू चाहिँ डिजिटल मार्केटिङ सिक्नु पर्यो भने चाहिँ कसरी सिक्ने त नि? मैले तपाईँहरूले अगाडि पनि के भनेको थिएँ भन्दाखेरि जस्ट डोन्ट जम्प इन्टु पेड ट्रेनिङ होइन। नेपालमा पनि तपाईँहरूले देख्नुहुन्छ होला 10,000, 15,000, 20,000, 25,000 होइन, 1 लाखको डिजिटल मार्केटिङको कोर्स। सो तपाईँहरू सुरुमा तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईँहरू फ्री रिसोर्सेस हेरेर सिक्नु होइन। तपाईँहरूलाई यदि साँच्चीकै केही कुराको नलेज भयो, अझै मैले चाहिँ पेड ट्रेनिङ लिएँ भने चाहिँ अझै राम्रोसँग नलेज पाउन सक्छु कि, अझै बेटर नलेज पाउन सक्छु कि, अझै सिक्न सक्छु कि जस्तो लाग्छ भने चाहिँ तपाईँहरू के गर्न सक्नुहुन्छ, त्यति बेला चाहिँ बल्ल पैसालाई इन्भेस्ट गर्न सक्नुहुन्छ। तपाईँहरू एज अ बिगिनर केही पनि नलेज नहुँदै गर्दाखेरि चाहिँ तपाईँहरू डाइरेक्टली पेड ट्रेनिङमा नजानु। तपाईँहरू के गर्न सक्नुहुन्छ, मजाले फ्री रिसोर्सेसबाट सिक्न सक्नुहुन्छ। फ्री रिसोर्सेसहरू म तपाईँहरूलाई भनिदिन्छु है त। सुरुमा तपाईँहरूको गुगल डिजिटल ग्यारेज भन्ने छ होइन, तपाईँहरूले सर्च गर्नु होला। हबस्पोटले पनि एकदमै डिजिटल मार्केटिङको फ्री कोर्सेसहरू दिन्छ होइन। अनि ब्लग्सहरू पढ्नु पर्यो होइन, तपाईँहरूले एकदमै पढ्नुपर्ने हुन्छ। मोजको ब्लग्स पढ्न सक्नुहुन्छ, निल पटेल भन्ने इज द जाइन्ट इन डिजिटल मार्केटिङ है। अनि हबस्पोट, यो 3टा कुराको चाहिँ तपाईँहरूले ब्लग्सहरू पढ्न सक्नुहुन्छ। अर्को भनेको युट्युब ट्युटोरियल्सहरू हेर्न सक्नुहुन्छ। तपाईँहरूले डिजिटल मार्केटिङ ट्रेनिङ इन नेपाल अथवा डिजिटल मार्केटिङ कोर्सेस भनेर हान्नु भयो भने धेरै कुराहरू आउँछ है त। जसरी मैले अहिले तपाईँहरूलाई सिकाइरहेको छु त्यसरी नै अरू धेरै ट्रेनर्सहरूले सिकाइरहनु भएको छ, तपाईँहरूले त्यो कुराहरू पनि हेर्न सक्नुहुन्छ। अर्को भनेको तपाईँहरूले चाहिँ डिजिटल मार्केटिङमा अलरेडी इस्टाब्लिस भएको लिडर्सहरूलाई चाहिँ फलो गर्न सक्नुहुन्छ। जस्तै निल पटेल, ऱ्यान फिस्किन, ग्यारी भी, एन ह्यान्डले, ब्रान्डिन, यिनीहरू भनेको चाहिँ डिजिटल मार्केटिङको जाइन्ट्सहरू हो। तपाईँहरूले इन्स्टाग्राममा फलो गर्नु, युट्युबमा सब्सक्राइब गर्नु, उनीहरूको आर्टिकल्स पढ्नु, ब्लग्स पढ्नु, यहाँबाट नलेज लिनु होइन, सिकाएको कुराहरूलाई इम्प्लिमेन्ट गर्नु। यसरी चाहिँ तपाईँहरूले डिजिटल मार्केटिङलाई सिक्न सक्नुहुन्छ, एक्सप्लोर गर्न सक्नुहुन्छ। अनि अर्को कुरा चाहिँ के माइन्डमा राख्नु भन्दाखेरि इफ यु आर लर्निङ डिजिटल मार्केटिङ जस्ट डोन्ट लर्न। तपाईँहरूले आफ्नो लागि नोट्सहरू बनाउन सक्नुहुन्छ। अनि त्यहाँनिर यदि ट्युटोरियल्समा केही कुरा सिकाएको छैन त्यसले इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ। त्यो इम्प्लिमेन्टेसनले चाहिँ कहाँ हेल्प हुन्छ भन्दाखेरि भोलि गएर तपाईँहरू इम्प्लिमेन्ट गर्दै जाँदाखेरि तपाईँहरूको अलरेडी एउटा प्रोजेक्ट बनिसकेको हुन्छ क्या तपाईँहरू पढ्दै गर्दाखेरि, त्यो फाइदा हुन्छ तपाईँहरूलाई। द्याट्स वाइ यु निड टु इम्प्लिमेन्ट अल्सो। डिजिटल मार्केटिङ भनेको पढेर मात्र आउने होइन, यसलाई इम्प्लिमेन्ट गर्नुपर्ने हुन्छ। तपाईँहरूले प्रोजेक्ट बनाउनु पर्ने हुन्छ, तपाईँहरूले प्र्याक्टिकल गर्नुपर्ने हुन्छ, तपाईँहरूले आफ्नो पोर्टफोलियो बिल्ड गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई सोसियल मिडिया मार्केटिङ सिक्नुपर्ने छ भने तपाईँहरूले सोसियल मिडिया पेजेस बनाउनु पर्ने हुन्छ, त्यसमा कन्टेन्ट राख्नुपर्ने हुन्छ, क्याप्सन लेख्नुपर्ने हुन्छ है त। यो कुराहरू चाहिँ तपाईँहरूले गर्नुपर्ने हुन्छ है त। सो यसरी चाहिँ तपाईँहरूले डिजिटल मार्केटिङ सिक्न सक्नुहुन्छ। नेक्स्ट भनेको चाहिँ इम्प्लिमेन्ट लर्निङ्स। सो मैले यो कुराहरू अघि पनि भनिसकेँ। एगेन इम्प्लिमेन्ट लर्निङ्स, प्र्याक्टिस वाट यु आर लर्निङ। तपाईँले के सिकिरहनु भएको छ त्यो कुराहरू प्र्याक्टिस गर्ने। कसरी प्र्याक्टिस गर्ने, तपाईँहरूले एउटा वेबसाइट बनाउने, वेबसाइटमा चाहिँ ब्लग्सहरू लेख्न थाल्ने। अनि त्यसपछि अर्को भनेको चाहिँ फेसबुक एड्सहरू रन गर्नको लागि ट्राई गर्ने, डलर कार्डहरू बनाउने, फेसबुक एड्सहरू रन गर्नको लागि ट्राई गर्ने, इम्प्लिमेन्ट गर्ने होइन। एन्ड म्यानेज अ स्मल पेज, एउटा पेजलाई क्रिएट गर्ने, त्यो पेजलाई चाहिँ म्यानेज गर्ने, त्यसमा कन्टेन्ट आफै बनाउने, त्यसमा डिजाइन आफै बनाउने, त्यसमा पोस्टिङ्सहरू आफै गर्ने, कन्टेन्टहरू रिसर्च आफै गर्ने, प्लान आफै गर्ने र त्यसमा चाहिँ काम गर्न थाल्ने। सो बेसिकली यदि तपाईँहरू आफ्नो डोमेन अथवा होस्टिङ
मा चाहिँ इन्भेस्ट गर्न सक्नुहुन्छ भने आई स दिस वेबसाइट। यदि सक्नुहुन्न भने चाहिँ तपाईँहरू सोसियल मिडिया मार्केटिङबाट सिक्नु न, डिजिटल मार्केटिङभित्र त्यहाँनिर सिक्नु, राइटिङ सिक्नु, पोस्टिङ सिक्नु होइन। तपाईँहरूलाई सो इन्स्टाग्राम पेज बनाउन त पैसा लाग्दैन नि त, फेसबुक पेज बनाउन त पैसा लाग्दैन नि त। त्यो कुराहरू चाहिँ तपाईँहरूले इम्प्लिमेन्ट गर्नु पर्यो है त आफ्नो लर्निङ्सहरूलाई। सो ओके, वर्किङ एज अ डिजिटल मार्केटर जब तपाईँले सबै कुराहरू सिक्नुहुन्छ, तपाईँहरूले इम्प्लिमेन्ट गर्नुहुन्छ होइन, त्यसपछि गएर तपाईँको एउटा प्रोजेक्ट हुन्छ, पोर्टफोलियो हुन्छ, तपाईँहरू चाहिँ एज अ फ्रिल्यान्सर काम गर्न सक्नुहुन्छ। इन हाउस मार्केटर कुनै पनि एजेन्सीमा गएर मार्केटिङको जब गर्न सक्नुहुन्छ होइन, एजेन्सी बेस्ड जब कुनै प्रोजेक्ट आइरहेको छ भने त्यो प्रोजेक्ट बेसिसमा गर्न सक्नुहुन्छ, अथवा स्टार्ट युर ब्रान्ड अथवा आफ्नो प्रोजेक्ट बनाउन सक्नुहुन्छ। के गर्नु सक्नुहुन्छ, आफ्नो पर्सनल ब्रान्डिङ गर्न सक्नुहुन्छ। तपाईँहरूले आफूले के सिकिरहनु भएको छ भनेर होइन। अब डिजिटल मार्केटिङ सिकिसकेपछि चाहिँ तपाईँहरूलाई धेरै कुराको नलेज हुन्छ, त्यसपछि गएर आफ्नो पर्सनल ब्रान्ड बनाउन सक्नुहुन्छ तपाईँहरूले होइन। पर्सनल ब्रान्ड भनेको चाहिँ एज एन जसरी मैले तपाईँहरू अहिले भिडियो हेर्दै हुनुहुन्छ यहाँसम्म भने तपाईँहरूले डिजिटल विशाल भन्ने युट्युब च्यानलमा डिजिटल मार्केटिङको एउटा कोर्स हेर्दै हुनुहुन्छ नि त। सो यो एउटा पर्सनल ब्रान्डिङको एक्जाम्पल हो। आफ्नो प्रोजेक्ट्सहरू बनाउन सक्नुहुन्छ, तपाईँसँग केही प्रोजेक्ट, केही माइन्डमा केही प्रोजेक्ट छ भने त्यसलाई एक्जिक्युट गर्न सक्नुहुन्छ। यो चाहिँ कुराहरू भयो। नेक्स्ट भनेको चाहिँ हु क्यान टेक दिस फिल्ड। अब यो फिल्डमा चाहिँ को आउन सक्नुहुन्छ त नि तपाईँहरू। यदि कोही स्टुडेन्ट्सहरू हुनुहुन्छ भने, बिजनेस ओनर्सहरू हुनुहुन्छ भने आफ्नो बिजनेसलाई प्रमोट गर्नको लागि, फ्रिल्यान्सर्सहरू, अनि हाउस वाइफ्स लुकिङ फर वर्क फ्रम होम। यदि तपाईँहरू हाउस वाइफ हुनुहुन्छ होइन, घरमा काम गर्नुहुन्छ, अफिस जानको लागि टाइम छैन भने तपाईँहरू घरमै बसेर ल्यापटप र इन्टरनेटको भरमा डिजिटल मार्केटिङ सिकेर अनि त्यसलाई इम्प्लिमेन्ट गरेर आफ्नो प्रोजेक्ट बनाएर, पोर्टफोलियो बनाएर चाहिँ घरमै बसेर जब्सहरू एप्लाई गर्न सक्नुहुन्छ, कामहरू गर्न सक्नुहुन्छ है त। जब सिकर्स स्विचिङ फिल्ड्स भनेको यदि तपाईँहरू आफ्नो जबमा, एक्जिस्टिङ जबमा खुसी हुनुहुन्न, अरू नै केही गरौँ न त होइन, अब चाहिँ म केही कुरा डिजिटल सिक्छु, म ल्यापटपको थ्रु काम गर्छु जस्तो लाग्छ भने चाहिँ तपाईँहरू पनि डिजिटल मार्केटिङ सिकेर गर्न सक्नुहुन्छ है त। सो मार्केटमा जति इजिली डिजिटल मार्केटिङ एक्सप्लेन गरेको छ, सो तपाईँहरूसँग कन्सिस्टेन्सी हुनु पऱ्यो, तपाईँहरूसँग सिक्ने क्युरियोसिटी हुनु पऱ्यो र सिक्नु पऱ्यो अनि इम्प्लिमेन्ट गरेर अगाडि बढ्नु पऱ्यो है त। ओके, नेक्स्ट भनेको चाहिँ कमन च्यालेन्जेसहरू छ है त। सो ओके, नम्बर 1 भनेको चाहिँ इन्फर्मेसन ओभरलोड। तपाईँहरू डिजिटल मार्केटिङ कति धेरै सुनिरहनु भएको होला है त अहिले नेपालमा पनि। नो रियल प्र्याक्टिस छैन, रियलमा कसैले पनि सिकाइरहेको छैन, जसले पनि थ्योरी मात्रै सिकाइरहेको छ। सो यो च्यालेन्जेस भयो। फियर अफ स्टार्टिङ अर फियर अफ फेलियर होइन, सुरु गर्नको लागि डराउने र फेल हुन्छ कि भनेर डराउने। डिजिटल मार्केटिङ सिक्न मन छ, सोसियल मिडियामा कन्टेन्ट पोस्ट गर्न नसक्ने, लिङ्कडिनमा पोस्ट गर्न नसक्ने, सोसियल मिडिया फेसबुकमा कन्टेन्ट पोस्ट गर्न नसक्ने, डराउने। साथीले के भन्छ कि, फ्यामिलीले के भन्छ, फ्रेन्ड्सले के भन्छ, फलानुले के भन्छ, ढिम्कानुले के भन्छ, ओहो मैले यो कन्टेन्ट हालेँ भने त, मैले यो पोस्ट गरेँ भने त, यो कुराहरू हुनु भएन। तपाईँहरूले के कुरा सिकिरहनु भएको छ, तपाईँहरूले के आउँछ, त्यो कुराहरू तपाईँहरूले सेयर गर्नु पर्यो। किनकि डिजिटल मार्केटिङ भनेको के हो भन्दाखेरि ओपन अप हुन सिकाउँछ कि यसले, आफ्नो ग्रोथ गर्न सिकाउँछ यसले। किनकि अरूलाई भन्नु पर्यो नि त, अरूलाई भनेपछि पो बल्ल डिजिटल मार्केटिङको काम के हो, कुनै पनि प्रडक्ट सर्भिसलाई बेचाउने। एउटा यदि तपाईँहरू इन्ट्रोभर्ट हुनुहुन्छ भने तपाईँ कसरी कम्युनिकेट गर्नुहुन्छ, डिजिटल मार्केटिङ इज अल अबाउट कम्युनिकेसन। त्यो कुराहरू चाहिँ तपाईँहरूले आफ्नो कम्फर्ट जोनबाट आफ्नो इन्ट्रोभर्टनेसलाई चाहिँ गायब गर्नुपर्ने हुन्छ। नो क्लियर रोडम्याप क्लियर छैन, कसरी पढ्ने त, कहाँबाट पढ्ने, त्यो कुराहरू क्लियर छैन है त। यो चाहिँ च्यालेन्जेसहरू हो। ल्याक अफ कन्सिस्टेन्सी, सिक्यो 10-15 दिनपछि मलाई झ्याउ लाग्यो भनेर छोडिरहेको हुन्छ नि त धेरैजनाले। के हुनु पऱ्यो, कन्सिस्टेन्सी चाहिँ मेन्टेन हुनु पऱ्यो। इम्प्याक्ट विथ रिजल्ट भनेको चाहिँ फर इक्जाम्पल कसरी एउटा इन्स्टाग्राम पेज सुरु गर्यो, लाइक्स आएन, सेयर आएन, कमेन्ट आएन, ऊ डिमोटिभेट भयो, त्यो रिजल्ट देखेर उसलाई डिमोटिभेट भयो अनि उसले छोडिदिन्छ। यो भनेको चाहिँ के भयो, च्यालेन्जेसहरू भयो। यदि तपाईँहरूले यो कुराहरूलाई ओभरकम गरेर डिजिटल मार्केटिङ जर्नीमा अगाडि बढ्नुभयो भने चाहिँ यु विल बी अचिभिङ सो मेनी थिङ्स। कमन जब्स इन डिजिटल मार्केटिङ। सो जब तपाईँहरूले डिजिटल मार्केटिङ सिकिसक्नुहुन्छ होइन, तपाईँहरूको लागि मार्केटमा कस्तो कस्तो जब्सहरू चाहिँ एभाइलेबल छ त। एसइओ एक्जिक्युटिभ अथवा एसइओ स्पेसलिस्ट भएर काम गर्न सक्नुहुन्छ तपाईँहरू, सोसियल मिडिया म्यानेजर भएर काम गर्न सक्नुहुन्छ, गुगल एड्स स्पेसलिस्ट भएर काम गर्न सक्नुहुन्छ, कन्टेन्ट राइटर बन्न सक्नुहुन्छ, डिजिटल स्ट्राटेजिस्ट बन्न सक्नुहुन्छ, इमेल मार्केटर बन्न सक्नुहुन्छ र अझै धेरै के छ, अझै धेरै अपर्च्युनिटिजहरू छन्। मैले यहाँनिर लिस्ट गरेको त यति भयो कमन। सो देयर आर सो मेनी अपर्च्युनिटिज, तर तपाईँहरूले के गर्नु पर्यो, सिक्नु पर्यो, एकदमै बेटर वेमा सिक्नु पर्यो। नेक्स्ट भनेको चाहिँ टुल्स आई युज डेली। सो जब पनि मलाई ब्लग्सहरू अथवा आइडियाजहरू जेनेरेसन गर्नु पर्यो, म आफै गुगलमा जान्छु है। म कहाँ जान्छु भन्दाखेरि google.com मा जान्छु। जस्तै डिजिटल मार्केटिङसँग रिलेटेड केही कुराहरू गर्नु पर्यो भने, केही कन्टेन्ट बनाउनु पर्यो भने म के गर्छु, म स्वयं गुगलमा जान्छु र डिजिटल मार्केटिङ भनेर सर्च गर्छु। त्यहाँनिर चाहिँ के आउँछ भन्दाखेरि त्यहाँनिर चाहिँ मान्छेहरूले सोधेको क्वेरिजहरू आउँछ, त्यहाँनिर के रिजल्ट्सहरू आउँछ, त्यहाँबाट चाहिँ मैले के गर्छु, आइडियाजहरू ग्यादर गर्छु है त। अर्को भनेको चाहिँ आन्सर द पब्लिक भन्ने एउटा प्लेटफर्म छ, जहाँ चाहिँ मैले फ्रिली 2 देखि 3 क्वेरिज चाहिँ मैले सर्च गर्न पाउँछु, जसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि कन्टेन्ट बनाउनको लागि होइन,
एकदमै धेरै आइडियाजहरू आउँछ कि। अर्को भनेको चाहिँ इन्सपिरेसन र डिजाइनको लागि चाहिँ एउटा पिन्ट्रेस्ट भन्ने प्लेटफर्म छ, जहाँ चाहिँ धेरै टाइपको डिजाइन्सहरू हुन्छ, त्यहाँ गएर मैले हेर्छु लाइक कस्तो कस्तो डिजाइन्सहरू छ। अर्को भनेको चाहिँ क्यानभा भन्ने प्लेटफर्म छ, जहाँबाट चाहिँ मैले डिजाइनको इन्सपिरेसनहरू लिन्छु। अर्को भनेको चाहिँ आफ्नो कन्टेन्टलाई रिफाइन गर्नको लागि चाहिँ मैले ग्रामरली र क्विलबट भन्ने एक्सटेन्सन युज गर्छु। तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ, लाइक ग्रामरली यहाँ छ, क्विलबट यहाँ छ। जब मैले कन्टेन्ट लेखिरहेको छु दे आर एसिस्टिङ मी है त, लाइक तेरो यो ग्रामरहरू मिस्टेक छ भनेर। अनि यता क्विलबटले पनि के भनिरहेको छ, यो कुराहरू चाहिँ मिस्टेक छ, यसलाई मिलाऊ है भनेर है त। सो यहाँनिर मैले लेखेको कन्टेन्टमा चाहिँ प्रोबेबली ग्रामर मिस्टेक चाहिँ के छ, एकदमै कमै छ। सो यस्तो यस्तो कुराहरू चाहिँ तपाईँहरूले युज गर्न सक्नुहुन्छ। नेक्स्ट भनेको चाहिँ कम्पिटेटिभ एनालाइसिसको लागि चाहिँ म के युज गर्छु भन्दाखेरि फेसबुक एड्स लाइब्रेरी। फेसबुक एड्स लाइब्रेरीबाट चाहिँ के हेर्न मिल्छ भन्दाखेरि यदि तपाईँहरूको कम्पिटिटर्सहरूले चाहिँ कस्तो कस्तो एड्सहरू रन गरिरहेका छन्, कस्तो कस्तो कन्टेन्टहरू पोस्ट गरिरहेको छन्, त्यो कुराहरू चाहिँ सबै स्पाई गर्न मिल्छ कि। सो यिनीहरू भनेको चाहिँ यस्तो टुल्सहरू हो जुन चाहिँ म डे टु डे लाइफमा चाहिँ युज गरिरहेको हुन्छु। ओके, अब चाहिँ म तपाईँहरूलाई यो सबै कुराहरू चाहिँ प्र्याक्टिकली गरेर देखाउँछु है त। जस्तो ब्लग आइडिया जेनेरेसनको लागि गुगलमा गएर मैले कसरी गर्छु, जस्तो मलाई डिजिटल मार्केटिङसँग रिलेटेड कन्टेन्ट बनाउनु पऱ्यो है त। सो म चाहिँ के गर्छु भन्दाखेरि डिजिटल मार्केटिङ भनेर सर्च गर्छु है त। बेसिकल्ली के गर्छु, यसरी डिजिटल मार्केटिङ भनेर सर्च गर्छु। अब यहाँले मान्छेहरूले यो जुन सजेसन्सहरू दिइरहेको छ नि, यो भनेको चाहिँ सबै कुराहरू चाहिँ मान्छेहरूले खोजिरहेको कुराहरू दिएको हो कि गुगलले, यत्तिकै दिएको होइन कि। जस्तो डिजिटल मार्केटिङ कोर्सेस, डिजिटल मार्केटिङ इक्जाम्पल्स, डिजिटल मार्केटिङ सर्भिसेस भनेर। अनि अझै धेरै कुराहरू हेर्नुहुन्छ भने तपाईँहरूले यहाँनिर लाइक हेर्न सक्नुहुन्छ, लाइक यहाँनिर पिपुल अल्सो आस्क भन्नेमा चाहिँ के छ भन्दाखेरि यो चाहिँ क्वेसनहरू हो कि मान्छेहरूले सर्च गरेको है। अब यो कुरामा चाहिँ यो टपिकमा चाहिँ मैले कन्टेन्ट बनाउन सकेँ। जस्तो मैले जुन कुरालाई यसरी उस गर्छु नि, त्योसँग रिलेटेड अझै कुराहरू आउँछ है त। जस्तै वाट इज पेपर क्लिक भनेर यसरी सर्च गरेँ, यसरी हेऱ्यो भने योसँग रिलेटेड अरू क्वेसनहरू आउँछ है त। यो क्वेसनहरूको एड्रेस गरेर चाहिँ मैले कन्टेन्ट बनाउन सक्छु। अब नेक्स्ट भनेको चाहिँ हाम्रो एन्सर द पब्लिक भन्ने छ। एन्सर द पब्लिक भन्ने छ। जस्तै यो वेबसाइटमा चाहिँ तपाईँहरू जानुभयो भने चाहिँ अब तपाईँले यहाँनिर के गर्न सक्नुहुन्छ भन्दाखेरि जस्तै गुगलको लागि है त, म यहाँनिर डिजिटल मार्केटिङ भनेर सर्च गर्छु। अनि यसले चाहिँ मलाई लिस्ट अफ क्वेसन्सहरू दिन्छ है त। अनि क्वेसन्सहरू हेरेर चाहिँ मैले चाहिँ आफ्नो लागि कन्टेन्ट आइडियाजहरू चाहिँ निकाल्न सक्छु। ल तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ, लाइक डिजिटल मार्केटिङ एजेन्सी, डिजिटल मार्केटिङ बुक्स। यो चाहिँ के हो भन्दाखेरि नेपालको कन्टेक्समा चाहिँ मान्छेहरूले चाहिँ यस्तो यस्तो कुराहरू चाहिँ खोजिरहेको छन् है। हे डिजिटल मार्केटर, हे डिजिटल मार्केटिङ सँग रिलेटेड कन्टेन्ट बनाउने मान्छेहरूले चाहिँ यस्तो यस्तो कुरा खोजिरहेको छन्। तैँले चाहिँ यस्तो यस्तो कुराहरू बनाइदिएन है, यस्तो यस्तोमा कन्टेन्ट बनाइदिएन है। यदि तैँले यो कुराहरूमा कन्टेन्ट बनाइदिस् भने त के हुन्छ भन्दाखेरि, किनकि मान्छेले खोजिरहेको छ नि त, मार्केटमा जे खोजेको छ त्यो कुरा दियो भने के हुन्छ, त्यो कुरा चल्छ होइन। सो मैले अन्धाधुन्दा कन्टेन्ट बनायो भने त्यो कुरा चल्दैन। मैले अन्धाधुन्दा आफ्नो मार्केटिङ क्याम्पेन सेटअप गरेँ भने त्यो कुरा फेल हुन्छ। तर मैले यसरी रिसर्च गरेर मैले आफ्नो मार्केटिङ क्याम्पेन सेटअप गरेर के हुन्छ, सक्सेस हुने चान्स एकदमै धेरै हुन्छ। ओके, डिजिटल मार्केटिङ कोर्स इन नेपाल, डिजिटल मार्केटिङ कोर्स, डिजिटल मार्केटिङ कम्पनी इन नेपाल, लाइक पिपल आर सर्चिङ दिस। लाइक सर्च भोल्युम कति छ, 1.6K। त्यसै गरी तपाईँहरूले युट्युबको लागि रिसर्च गर्न सक्नुहुन्छ, टिकटकको लागि रिसर्च गर्न सक्नुहुन्छ, त्यसपछि गएर अझै धेरै। नेक्स्ट भनेको चाहिँ पिन्ट्रेस्ट भन्ने छ है त। तपाईँहरूले यहाँनिर हेर्नु कि लाइक डिजाइन्सहरू तपाईँहरूले एकदमै धेरै भेट्नुहुन्छ है त। सो ओके, यसलाई चाहिँ लगइन गर्नु पर्दो रहेछ। सो यो वेबसाइटमा आइसकेपछि चाहिँ तपाईँहरूले यहाँनिरबाट त डिजाइन इन्सपिरेसनहरू लिन सक्नुहुन्छ। लाइक यहाँनिर चाहिँ धेरै डिजाइन्सहरू हुन्छ होइन। सो ओके, अनि अर्को नेक्स्ट भनेको चाहिँ क्यानभा भन्ने प्लेटफर्म छ होइन। क्यानभामा जानुभयो भने पनि तपाईँहरूले यहाँबाट धेरै इन्सपिरेसनहरू लिन सक्नुहुन्छ डिजाइनसँग रिलेटेड है। जस्तो तपाईँले यहाँनिर के हाल्नुपर्छ, जस्तो डिजिटल मार्केटिङ भनेर सर्च गर्नुभयो भने यहाँनिर लाइक धेरै टाइपको डिजाइन्सहरूको टेम्प्लेट्सहरू तपाईँहरूले यहाँनिरबाट देख्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँहरूलाई डिजाइनिङको इन्सपिरेसनहरू चाहिँ यहाँबाट लिन सक्नुहुन्छ है त। यो कुराहरू भयो। अनि नेक्स्ट भनेको चाहिँ हाम्रो फेसबुक एड्स लाइब्रेरी भन्ने एउटा प्लेटफर्म छ। यसमा तपाईँहरू जानुभयो भने होइन, यसमा चाहिँ कम्पिटिटर्सहरूले के कस्तो कस्तो एड्सहरू चलाइरहेको छन् भन्ने कुराहरू चाहिँ हेर्न मिल्छ कि। जस्तै यसमा चाहिँ यो वेबसाइटमा आएर अल एड्समा क्लिक गरेर, जस्तै तपाईँहरूले मानौँ यो टेक एक्सिस भन्ने कम्पनीले चाहिँ के एड चलाइरहेको छ त, वेट। सो यहाँनिर हेर्ने हो भने लाइक दे आर रनिङ सो मेनी एड्स, यस्तो यस्तो एड चलाएको रहेछ, यस्तो यस्तो कन्टेन्ट लेखेर रहेछ, यस्तो यिनीहरूको एड्सको डिजाइन यस्तो रहेछ होइन। लाइक कति धेरै एड चलाएको रहेछ है यिनीहरूले। अनि यसरी चाहिँ अरूको कम्पिटिटर्सको चाहिँ स्पाई गर्न मिल्छ। जस्तै अब यहाँनिर तपाईँले के राख्न सक्नुहुन्छ भन्दाखेरि तपाईँको कम्पिटिटर को हो त बिजनेसमा है त, तपाईँको कम्पिटिटर को हो, उनीहरूको चाहिँ नाम राखेर उनीहरूको सोसियल मिडिया पेज राखेर तपाईँहरूले हेर्न सक्नुहुन्छ। लाइक उनीहरूले कस्तो कस्तो एड चलाइरहेको छ, कतिवटा एड चलाइरहेको छ भन्ने कुराहरू चाहिँ तपाईँहरूले यहाँबाट स्पाई गर्न सक्नुहुन्छ। जसरी मैले यो एउटा टेक एक्सिस भन्ने ब्रान्डको लागि गरेँ, यसरी चाहिँ तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ है त। सो ओके, अब चाहिँ हामी फेरि पनि अगाडि बढौँ। मेक योर सिभी बेटर। अब के गर्नु पर्यो भन्दाखेरि तपाईँहरूले डिजिटल मार्केटिङ सिक्नुभयो, प्रोजेक्ट पनि गर्नुभयो
हैन कोर्समा सिकाएको इम्प्लिमेन्टेसन पनि गर्नुभयो पोर्टफोलियो पनि बनाउनु भयो अब तपाईहरुले के चाहियो एउटा सीवी यदि तपाईहरु जब ल्यान्ड गर्नुपर्ने छ भने तपाईहरु एउटा राम्रो सीवी चाहिन्छ त्यसमा चाहिँ तपाईहरुले के कुराहरु राख्न सक्नुहुन्छ त तपाईहरुले कुन टुल्सहरु युज गर्नुभयो त्यो कुराहरु राख्नु होला कुन प्लेटफर्म तपाईहरुले चलाउन आउँछ कुन प्लेटफर्म तपाईहरुले युज गर्नुभयो त्यो कुराहरु राख्नु होला आफूले बनाएको रियल लाइफ प्रोजेक्ट्सहरु आफूले म्यानेज गरेको पेज आफूले लेखेको ब्लग्स सबै कुराहरु मेन्सन गर्नु होला हाइलाइट एनालिटिकल स्किल्स तपाईसँग यदि एनालिटिकल स्किल्स छ भने त्यो कुराहरुलाई हाइलाइट गर्नु होला अनि आफ्नो सफ्ट स्किल्सहरु पनि हाइलाइट गर्नु होला किन भन्दा डिजिटल मार्केटिङ फिल्ड भनेको चाहिँ अलिकति डिफरेन्ट फिल्ड हो यसमा चाहिँ अलिकति इन्ट्रोभर्ट भन्दा पनि एक्स्ट्रोभर्ट हुन इम्पोर्टेन्ट छ हैन कम्युनिकेसन गर्नुपर्ने हुन्छ हैन सो यो कुराहरु चाहिँ तपाईहरुले के गर्नु पर्यो एकदमै राम्रोसँग हाइलाइट गर्नु पर्यो आफ्नो इन्ट्रोडक्सन राम्रोसँग लेख्नु पर्यो त्यो कुराहरु चाहिँ तपाईहरुले ख्याल गर्नु पर्यो अर्को चाहिँ डुज एन्ड डोन्ट्स इन डिजिटल मार्केटिङ स्टे अपडेटेड विथ ट्रेन्ड डिजिटल मार्केटिङ भनेको चाहिँ यस्तो फिल्ड हो जुन चाहिँ अपडेट भइरहेको हुन्छ कि हैन आज भन्दा 2 महिना अगाडि वर्क गरिरहेको स्ट्र्याटेजी अबको 2 महिनापछि काम नगर्न सक्छ तपाईहरु के हुनुपर्छ एकदमै अपडेटेड हुनुपर्छ अपडेटेड हुनको लागि जुन अघि मैले रिसोर्सेसहरु भनेको थिए नि उहाँहरुलाई फलो गर्ने उहाँहरुको ब्लग्सहरु पढ्ने त्यो ठाउँबाट चाहिँ तपाईहरु अपडेटेड हुन सक्नुहुन्छ टेस्ट एन्ड अप्टिमाइज रेगुलरली के गर्नुपर्छ त्यसमा चाहिँ हिट एन्ड ट्रायल टेस्ट गरिरहनु पर्ने हुन्छ कहिले कुन कन्टेन्टले राम्रो गर्छ कहिले केले राम्रो गरिरहेको हुन्छ तपाईहरुले चाहिँ डिफरेन्ट कुराहरुलाई चाहिँ टेस्ट गर्नुपर्ने हुन्छ र त्यो कुराहरुलाई चाहिँ अप्टिमाइज गर्नुपर्ने हुन्छ अर्को भनेको चाहिँ तपाईहरुले जेन्युइन कन्टेन्ट बनाउनु पर्ने हुन्छ अरूको कन्टेन्ट नचोर्ने अरूको कन्टेन्टबाट इन्स्पिरेसन लिन मिल्छ तर हुबहु कन्टेन्टलाई स्टिल नगर्ने डोन्ट्समा डोन्ट ब्लाइन्डली कपी अदर्स अरूको स्ट्र्याटेजी अरूको कन्टेन्टहरु कपी नगर्ने रिसर्च गरेर मात्र गर्ने त्यो कुराहरु मेरो लागि वर्क गर्छ कि गर्दैन सबै कुराहरु चाहिँ तपाईहरुले के गर्नु पर्यो सर्च गर्नु पर्यो डोन्ट इग्नोर एनालिटिक्सलाई इग्नोर नगर्ने किनकि यसमा सबैभन्दा इम्पोर्टेन्ट भनेको एनालिटिक्स हो तपाईहरुले एसईओ गर्दै हुनुहुन्छ भने तपाईले गुगल सर्च कन्सोल जस्तो प्लेटफर्मबाट एनालिटिक्स हेर्नुपर्ने हुन्छ सोशल मिडिया गर्दै हुनुहुन्छ भने ड्याशबोर्ड्सबाट प्रोफेसनल ड्याशबोर्डबाट इन्साइट्सबाट चाहिँ तपाईहरुले एनालिटिक्स हेर्नुपर्ने हुन्छ तपाईको पेजको ग्रोथ कस्तो भइरहेको छ तपाईको कन्टेन्टको ग्रोथ कस्तो भइरहेको छ तपाईको ब्रान्ड बिल्ड भइरहेको छ कि सबै कुराहरु चाहिँ तपाईहरुले हेर्नुपर्ने छ डोन्ट एक्सपेक्ट ओभरनाइट रिजल्ट्स तपाईहरु रातारात डिजिटल मार्केटर बन्नुहुन्न डिजिटल मार्केटर बन्नको लागि एकदमै टाइम एफोर्ट सबै कुरा लाग्छ हैन ओभरनाइट रिजल्ट्स भन्ने केही पनि हुँदैन यु हैव टु वर्क अन योरसेल्फ यु हैव टु वर्क हार्ड यु हैव टु बी कन्सिस्टेन्ट सबै कुराहरु चाहिँ एकदमै मेन्टेन गर्नुपर्ने हुनेछ सो यो कुराहरु चाहिँ तपाईहरुले ख्याल गर्नुपर्छ है त नेक्स्ट भनेको चाहिँ नेक्स्ट एन्ड फाइनल नोट स्टार्ट नाउ आजैबाट सिक्नको लागि सुरु गर्नु डोन्ट वेट टु फिल रेडी म कहिले रेडी हुन्छु म भोलि सिक्छु म पर्सि सिक्छु भन्ने हैन तपाईहरु आजैबाट डिजिटल मार्केटिङ सिक्नको लागि सुरु गर्नु मेक पेज स्टार्ट राइटिङ एन्ड लन्च क्याम्पेन भनेको तपाईहरु पेज बनाउनु लेख्न थाल्नु कन्टेन्ट राइटिङ गर्न थाल्नु डिजाइन्स बनाउन थाल्नु पोस्ट गर्न थाल्नु त्यसपछि गएर यु विल बी लर्निङ ह्यापेन्स व्हेन यु डु इट जब तपाईले गर्नुहुन्छ त्यसपछि बल्ल लर्निङ सुरु हुन्छ सो तपाईहरुले चाहिँ यो कुराहरु ध्यानमा राख्नुभयो भने तपाईहरु डिजिटल मार्केटिङ जर्नीमा एकदमै अगाडि बढ्नुहुन्छ आई होप तपाईहरुले डिजिटल मार्केटिङ सँग रिलेटेड धेरै कुराहरु थाहा पाउनु भयो होला है त सो थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो सो आई होप तपाईहरुले यो भिडियोबाट धेरै नलेज पाउनु भयो होला यदि तपाईहरुलाई डिजिटल मार्केटिङ जर्नीमा फर्दर डाइभ इन गर्न मन छ भने यतै कतै मैले तपाईहरुलाई 30 डेजको मेरो 30 डेजको डिजिटल मार्केटिङको प्लेलिस्ट राखिदिएको छु त्यहाँबाट तपाईहरुले डेली डिजिटल मार्केटिङ सिक्न सक्नुहुन्छ ओके थ्यांक यू सो मच फर वाचिङ इफ यु लाइक दिस भिडियो प्लिज लाइक शेयर सब्स्क्राइब अनि तपाईहरुलाई के कस्तो लाग्यो कमेन्टमा चाहिँ लेख्न नबिर्सनु होला थ्यांक यू